जय शम्भो हर महादेव ओम गृहिणी सूर्याय नमः। नमस्कार सँगै हार्दिक स्वागत छ। म गंगा सागर उपाध्याय पोखराबाट। आजको यो बसाइमा रवि सप्तमी व्रत विधि कहिले परेको छ, के गर्ने त्यो दिनमा, त्यसबारेमा विशेष चर्चा गर्दैछु। अन्त्यसम्म हेरेर लाभ उठाउनु होला। दर्शक मित्र, यही विक्रम सम्वत 2083 साल असार महिनाको 7 गते आइतबारको दिनमा, यानी कि इस्वी सम्वत 2026 जुन महिनाको 21 तारिकको दिनमा रवि सप्तमी व्रत रहेको छ। सप्तमी तिथि रहेको छ बेलुका 8:12 त्यसकारणले यो दिनमा आइतबारको दिनमा सप्तमी तिथि पर्यो भने रवि सप्तमी व्रत हुन्छ। विशेषतः यो दिनको विशेष मुहुर्तहरूमा रवि सप्तमी व्रत रहेको छ र त्रिपुष्कर दिउँसो 2:46 देखि बेलुका 8:12 पनि रहेको छ। यो विशेष दिन छ। यो दिनमा हामीले सूर्य नारायणको कसरी आराधना गर्ने, गरेमा के हुन्छ त्यसबारेमा चर्चा गर्दैछु। एउटा के भनिएको छ भने शास्त्रमा अमावा सोमबारेण रविबारेण सप्तमी चतुर्थी भौमबारेण विषुवत् सदृशम फलम भनेर भनिएको छ। के भनेको छ भने सोमबारे औँसी, जुन हामीले अगाडि पनि गरिसक्यौँ, सोमबारे औँसी सोमबारको दिनमा औँसी पर्यो भने, रवि सप्तमी आइतबारको दिनमा सप्तमी तिथि पर्यो भने, र मङ्गलबारको दिनमा चतुर्थी तिथि जुन मङ्गल चतुर्थी भनिन्छ, बुधबारको दिनमा अष्टमी तिथि बुधाष्टमी, यी दिनहरू अत्यन्त पुण्य फलदायी मानिन्छन् भनेर शास्त्रमा बताइएको छ। जसअनुसार हामीले रवि सप्तमी व्रतको बारेमा आज चर्चा गर्दैछौँ। सप्तम्यां भास्करः पूज्यो ग्रहाणां पतिरव्ययः आरोग्यमायुरैश्वर्यं ददाति सदा भक्तिमान भनेर भनिएको छ। सप्तमी तिथिमा भास्कर अर्थात् सूर्य भगवान पूजनीय हुनुहुन्छ, जो सबै ग्रहहरूको स्वामी र अविनाशी पनि हुनुहुन्छ। उहाँले सदा भक्तजनलाई आरोग्य अर्थात् स्वास्थ्य अनि दीर्घायु र ऐश्वर्य प्रदान गर्नुहुन्छ भनेर पनि यो श्लोकमा बताइएको छ। अब हामीले अघि बुझिसक्यौँ कि आइतबारको दिनमा सप्तमी तिथि परेको हुनाले रवि सप्तमी व्रतको विशेष महत्त्व रहेको छ। यस व्रतमा विशेष गरेर भगवान सूर्य नारायणको पूजा गरिन्छ, सूर्यको पूजा गरिन्छ। नवग्रहहरूमा बलवान अनि ग्रहहरूका सबैभन्दा श्रेष्ठ राजा पनि मानिन्छ सूर्यदेव, जसका कारणले हाम्रो सुस्वास्थ्यको कुरा हुन्छ, समृद्धिको कुरा हुन्छ। सूर्यदेवको कृपा प्राप्त भयो भने हामीलाई विभिन्न पद पदवी प्राप्त हुन्छ, सन्तान सुख प्राप्ति हुन्छ भनेर पनि बताइएको छ। र विशेषतः हामीले सन्तान सुख प्राप्त गर्नको लागि, पुत्र प्राप्ति पुत्री प्राप्ति कामनाका लागि पनि हामीले रवि सप्तमीको व्रत बस्नुपर्दछ। विशेष गरेर 7वटा अथवा आफ्नो कामना परिपूर्ति नभइन्जेलसम्म पनि यो व्रत बस्नुपर्दछ। सँगसँगै कम्तीमा 12 वर्ष बस्ने, 12 पटक बस्ने पनि भनिएको छ। यो विभिन्न मतमतान्तर रहे तापनि हामीले आफ्नो मनोकामना पूर्ण नभइन्जेल यो व्रत बस्न सकिन्छ। विशेषतः के छ त भने हामीले आइतबारे व्रत प्रारम्भ गर्दैछौँ भने पनि यो विशेष संयोगको दिन रहेको छ। यस दिनबाट आइतबारे व्रत प्रारम्भ गर्नु पनि राम्रो हुन्छ। उदय ब्रह्मणो रूप पनि भनिएको छ। उदयकालका सूर्य भगवानलाई सात्विक रूप ब्रह्म भनेर पनि भनिएको छ शास्त्रमा। त्यसकारणले हामीले यस दिनमा ब्रह्म मुहुर्तमा उठेर, बिहानै उठेर अनि स्नान गर्ने, सकेसम्म नबोलिकन गङ्गाजी तलाउमा गएर स्नान गर्ने अथवा थोरै तिल मिसाएर घरमा नै स्नान पनि गर्न सकिन्छ। स्नान गर्दाखेरिमा हामीले गङ्गे च यमुने चैव गोदावरी सरस्वती नर्मदे सिन्धु कावेरी जलेस्मिन् सन्निधिं कुरु भनेर पनि उच्चारण गर्दै स्नान गर्नुपर्दछ। र यस दिनमा सूर्यनारायणको पूजा गर्दैछौँ भने सकेसम्म हामीले रातो वस्त्र प्रयोग गर्नु पनि राम्रो हुन्छ, रातो वस्त्र लगाउने। र सूर्यको पूजन गर्दाखेरि आफ्नो नित्य कर्म पहिला सुरुमा जप तप सकिसक्ने, जप सकिसके पछाडि अब आफ्नो नित्य पूजा सँगसँगै हामीले सूर्य नारायणको पूजा गर्नको लागि सङ्कल्प लिनुपर्दछ। विशेषतः हामीले सङ्कल्प नगरिकन गरेको कर्मको फल प्राप्त हुँदैन भनेर पनि शास्त्रहरूमा बताइएको छ। हातमा जौ तिल कुश लिनुहोला। आफूले उच्चारण गर्न सक्नुहुन्छ भने त पुरा तपाईँले सङ्कल्प, त्यो दिनको तिथि मिति सबै चिज उच्चारण गरेर लिन सक्नुहुन्छ। यदि सक्नुहुन्न भने पनि मैले यहाँ दिएको यति कुराहरू भने तपाईँले अवश्य पनि उच्चारण गर्नुहोला। हातमा जौ तिल कुश लिएर अद्य रवि सप्तम्यां मम समस्त रोग निवारणार्थम आयुष्य वृद्ध्यादि सकल कामना सिद्धये र यति भनिसके पछाडि आफ्नो कुनै विशेष कामना छ भने त्यो कामना पनि स्मरण गर्नुहोला। र श्री सूर्य नारायण प्रीत्यर्थम
दीप कलश गणेशादि पूजनपूर्वकम रवि सप्तमी व्रत अहम करिसे भनेर अनि त्यो जल छोडिदिनु होला। जल छोड्दा यो अग्रभागबाट छोड्नु होला है। यसरी जल छोडिसके पछाडि मैले यो रवि सप्तमीको व्रत यो कामना राखेर व्रत बस्दैछु भनेर सङ्कल्प गरियो अनि मात्र हाम्रो सङ्कल्प अनुसारको कर्म गर्छौँ र हाम्रो उद्देश्य पुरा हुन्छ, व्रत पुरा हुन्छ। त्यस पछाडि हामीले फेरि दीप कलश गणेश पूजा गर्छौँ भनिसकियो, दियोको पूजा गर्नु होला, त्यस पछाडि कलशको पूजा गर्नु होला, त्यस पछाडि गणेशको पूजा गर्नु होला। यति गरिसके पछाडि यो दिनमा विशेष प्रधान देवता भनेको सूर्यनारायण। त्यसकारणले सूर्यनारायणको पूजा गर्नको लागि एउटा टपरीमा चामल राखेर त्यहाँमाथि एउटा कलश राखेर कलशमाथि एउटा थाली राख्नुपर्छ। थालीमा तपाईँले सकेसम्म अष्टदल बनाउनु होला। रातो अबिरको प्रयोग गरेर गर्न सक्नुहुन्छ, रातो चन्दनको प्रयोग गरेर गर्न सक्नुहुन्छ। अष्टदल बनाउनु होला र अष्टदलको बिचमा सुनको प्रतिमा राख्न सक्नुहुन्छ अथवा सुन घोटेर एउटा पैसा राख्न सक्नुहुन्छ। त्यसलाई आगोमा तताएर अनि त्यस पछाडि पानीले प्रक्षालन गरेर पञ्चगव्य प्रक्षालन गरेर अनि फेरि पानीले प्रक्षालन गरेर अनि त्यहाँ बिचमा ल्याएर राख्नु होला। र सँगसँगै तपाईँले प्राण प्रतिष्ठा गर्नुपर्छ। त्योभन्दा पहिला के गर्ने त भने फुल लिएर नमस्कार गर्ने, सूर्यनारायणको ध्यान गर्ने। तेजो रूपम सहस्रांशु सप्ताश्वरथगं वरम दिभुजं वरदं पद्मं लाञ्छनं सर्वकामदं भनेर अनि त्यो बिचमा सूर्यनारायणमा राखिदिनु होला। आवाहन गर्नु होला, जल घुमाउनु होला, कर्णपात्रको जल घुमाउनु होला अनि कुशको टुक्रा राखिदिनु होला, स्नान गराउनु होला, पञ्चामृत स्नान गराउनु होला, मुखमा आचमनी जल राखिदिनु होला। सबै प्रकारले वस्त्र यज्ञोपवीत सबै चिज तपाईँले प्रयोग गरेर पूजन गर्नु होला। पूजन पश्चात धूप दीप नैवेद्य गर्नु होला अनि त्यस पछाडि सूर्यलाई अर्घ दिनु पर्दछ। तपाईले अर्घ दिँदाखेरिमा यो मन्त्र उच्चारण गर्दै अर्घ दिनु होला। यही सूर्य सहस्रांशो तेजोराशे जगत्पते अनुकम्पयमां भक्त्या गृहाडर्घ्यं दिवाकर ओम भूर्भुवः स्वः जगत्साक्षिणे श्री सूर्यनारायणाय नमः भनेर तपाईले के त अर्घ दिनु होला। अर्घ दिइसके पछाडि सूर्यदेवको यसरी तपाईले आफ्नो अगाडि जुन तुलसीको मोठमा आएर पनि पूजा गर्न सक्नुहुन्छ। सूर्यनारायणतिर हेरेर तपाईले बिहानको सूर्यलाई पूजन पनि गर्न सक्नुहुन्छ र ओम सूर्याय नमः ओम आदित्याय नमः भनेर प्रत्यक्ष सूर्यलाई पनि तपाईले पूजन गर्न सक्नुहुन्छ, दर्शन गर्न सक्नुहुन्छ। यदि गरिसके पछाडि आरती गर्नु होला र तपाईले फूल राखेर दर्शन गर्नु होला। बिहानको पूजा सकियो। बिहानको पूजा सकिसके पछाडि दिनभरि सकेसम्म निराहार बनिन्छ, अलि सकिँदैन होला। जलाहार फलाहार गरेर सात्विक भोजन गरेर तपाईले व्रत बस्नु पर्दछ। नुनको सेवन पटक्कै गर्नु हुँदैन। यो सूर्यको उपासना गर्दैछौँ भने नुनको सेवन गर्नु हुँदैन। दिनभरि तपाईले भगवानलाई अर्थात् सूर्यनारायणलाई मनमा स्मरण गर्नु होला। तपाईले रिस राग द्वेष त्यसलाई नलिनु होला र साँझमा तपाईले के गर्नु पर्दछ त भने साँझमा पनि पुनः सूर्यको पूजन गर्नु पर्दछ। जुन अष्टदलमा आफ्नो पूजा कक्षमा तपाईले सूर्यदेवको पूजा गर्नुभएको थियो त्यही संक्षेपले पूजा गर्नु होला, साँझको आरती बाल्नु होला र त्यस पछाडि आफ्नो कामना परिपूर्ति गर्नको लागि भगवानलाई प्रार्थना गरेर पुष्प चढाउनु होला। र तपाईले यो सँगसँगै साँझमा तपाईले व्रत पारण यानी कि व्रत तोड्न पनि सक्नुहुन्छ र शुद्ध भोजन गर्न सक्नुहुनेछ। विशेषतः दिनको समयमा तपाईले ओम गृहणी सूर्याय नमः यो मन्त्र जप गर्न सक्नुहुनेछ। सूर्य चालिसा, आदित्य हृदय स्तोत्र लगायतका सूर्यसँग सम्बन्धित पाठ पारायण पनि गर्न सक्नुहुनेछ। सँगसँगै दान गर्नु पनि राम्रो हुन्छ। तपाईले यस दिनमा तामाको कलश जुन तामाको भाँडा हुन्छ तामाको भाँडा दान गर्न सक्नुहुनेछ अथवा तिल, गुड, सुन्तला, गहुँ, रातो कपडा, दक्षिणा यी चिजहरू दान गर्नु राम्रो हुन्छ। सकेसम्म तपाईले ब्राह्मणलाई दान गर्नु होला। सत ब्राह्मणलाई ब्राह्मणको उपलब्धता के कस्तो छ, दुखी गरिबलाई पनि दान गर्न सक्नुहुनेछ। र यस्तो प्रकारबाट तपाईले व्रत बस्नुभयो भने तपाईको मनोकामना परिपूर्ण हुन्छ भनेर विभिन्न शास्त्रहरूमा बताइएका कुराहरू पनि मैले यहाँहरूलाई बताएँ। सूर्यदेवको पूजा, सूर्यदेवको आराधना भनेको मात्र त्यो पूजा आराधना मात्र नभएर सूर्यदेवको हामीले कृपा प्राप्त गऱ्यौँ भने जीवनमा उज्यालो प्राप्त गर्छौँ। सँगसँगै स्वस्थ, समृद्धि,
पद प्रतिष्ठा प्राप्ति, सन्तान सुख यी सम्पूर्ण कुराहरू प्राप्त हुन्छन्। तपाईको सूर्य ग्रह कुण्डलीमा कमजोर भएमा पनि जेठ कार्तिक माघ फागुनमा जन्म भएको छ अथवा कुण्डलीमा सूर्य ग्रह कतै पनि नकारात्मक भावमा बसेको छ अथवा नकारात्मक ग्रहको संयोग भएर बसेको छ भने पनि सूर्य ग्रह जनित अशुभ फलबाट पनि तपाईँ जोगिन सक्नुहुनेछ। तपाईको मनोकामना परिपूर्ण होस्, सूर्यदेवको कृपा सदा सर्वदा प्राप्त भइरहोस् यही कामना गर्दछौँ। र भिडियो कस्तो लाग्यो कमेन्ट गरिदिनु होला, मन पर्यो भने एक लाइक, एक कमेन्ट, एक शेयर गरिदिनु होला। र यदि अहिलेसम्म पनि यो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने कृपया सब्स्क्राइब गरेर सँगै आउने बेल आइकन र सँगै आउने अल बटनमा क्लिक गर्न नभुल्नुहोला भन्दै यस्तै जानकारीका साथ पुनः भेट्ने बाचा गर्दै आजको व्यवसायबाट म गङ्गासागर उपाध्याय बिदा चाहन्छु। हवस् त, नमस्कार। जय सूर्यदेव।